यहाँ जङ्गलतिर त जहाँ पनि आर्मीहरू बस्छ नि त, यहाँ पनि आर्मीहरू चाहिँ रहेछ र यसको हालत चाहिँ खतम रहेछ गाइस। आज हामी रमाइलो गर्दैछ। राजन दोष अनि त्यसपछि आकाश दोष अनि एकजना अर्को नयाँ साथी हुनुहुन्छ। हामी चारजना मिलेर चाहिँ गोदावरीतिर घुम्न जाने भन्ने प्लान छ। आज के मेन चाहिँ मन्दिर रहेछ गाइस। लोकेसन चाहिँ ठ्याक्कै हाम्रो यो गोदावरीबाट सिधै माथि आउने बाटोमा हो होइन, मार्बल डाँडापट्टि नगएर त्यो बाटो। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा त सबैजना स्वागत छ। म काठमाडौँमा छु। फुलचौकी होइन गाइज, हामी फुलचौकी होइन। आज अलिक फ्रक किसिमले फ्रक राइड हुँदैछ हाम्रो होइन। टक्क सुनिरालसँगको फर्स्ट भन्छ फर्स्ट होइन, फर्स्ट राइड है मेरो सुनिराल। आज हामी रमाइलो गर्दैछ। राजन दोष अनि त्यसपछि आकाश दोष अनि एकजना अर्को नयाँ साथी हुनुहुन्छ। हामी चारजना मिलेर चाहिँ गोदावरीतिर घुम्न जाने भन्ने प्लान छ। आज के हुन्छ सबै कुराहरू ब्लगमा हेरौँ है त। के छ दोस्त? फाइनल्ली यो फुलीचौकी पुग्यो होइन, फुलचौकी। मोटरसाइकल पार्किङ यता, फुलीचौकी हामी मान्छे यता। के रहेछ गाइस, खासमा यहाँ के छ भन्ने कुरा पनि थाहा थिएन। अरू बेला त कहीँ यसो फोटोसोटो देखेर पनि आइन्थ्यो। यहाँ के छ, यहाँ घुम्न लायकको ठाउँ भन्ने केही थाहा छैन। अब अहिले हेरिन्छ यहाँ के छ भन्ने कुरा चाहिँ, र तपाईँहरूलाई पनि देखाइन्छ है त। फाइनली फुलचौकी चाहिँ म पुगेँ गाइस। ए माई गॉड, यस्तो रहेछ त। मेन चाहिँ मन्दिर रहेछ गाइस। भ्यू चाहिँ बवाल रहेछ है। कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। दर्शन गर्न पाएँ। 1700 मिटरको उचाइमा रहेछौँ हामी चाहिँ। बर्खाको टाइममा चाहिँ एकदमै धेरै पानी पर्ने जस्तो छ यहाँ। कति धेरै फलामहरू यार। लोकेसन चाहिँ ठ्याक्कै हाम्रो यो गोदावरीबाट सिधै माथि आउने बाटोमा हो होइन, मार्बल डाँडापट्टि नगएर त्यो बाटो नोर छोडेर आयो भने यहाँ माथि पुगिँदो रहेछ। लगभग गोदावरीबाट यहाँ चाहिँ 12 किलोमिटर जति छ। यहाँ आएर यहाँको यो भ्यू अमेजिङ गाइस, बवाल छ। तपाईँहरू पनि एकचोटि अवश्य पुग्नु होला, यहाँ आएर घुम्नु होला। अनि केही खानेकुरा चाहिँ तलदेखि नै लिएर आउनु होला। यहाँ चाहिँ एउटा पसल चाहिँ छ, माथि चाहिँ पसलहरू खासै छैन रहेछ। यहाँ अब जङ्गलतिर त जहाँ पनि आर्मीहरू बस्छ नि त, यहाँ पनि आर्मीहरू चाहिँ रहेछ र यसको हालत चाहिँ खतम रहेछ गाइस। हामी चाहिँ यहाँ रिलसिलहरू खिच्दै बाटोमा रोक्दै फोटो खिच्दै रिल खिच्दै गइरहेको छु गाइस होइन। नि लड्यो भने हुन्थ्यो, लड्दैन। घुमायो हामी चाहिँ फुलचौकीबाट पनि घुमेर गाइस फाइनली 7वटा चोकमा आइपुगिसकेको छौँ। हामी चाहिँ यहाँ जाममा छौँ। ठ्याक्कै भन्नुपर्दाखेरि जाममा सुतिरहेको छ गाइस। भोक पनि एकदमै लागिसकेको छ। अब गएर हामी सुदूरपश्चिमको के अरे फ्राइड राइस या बिरयानी खाएर हाम्रो सुदूरपश्चिमकै केटो त्यो उसको चियादानीमा गएर चाहिँ हामी चाहिँ खाने प्रोग्राम छ।